वेलकम छ मेरो युट्युब च्यानलमा। म युवराज राई है। तपाईहरुलाई यो फिदाङको छेउमा खोलाको गतिरमा केही घर देखाउँदै तपाईहरु माझमा नयाँ मैले खोलेको युट्युब है कस्तो हुन्छ त के गर्नुपर्छ मलाई त्यति थाहा छैन, जानकारी छैन। तपाईले हेरिदिनुहुन्छ, मन पराइदिनुहुन्छ अनि लाइक सब्स्क्राइब गरिदिनुहुन्छ, मलाई फलो गरिदिनुहुन्छ भन्ने पूर्ण आशा तपाईहरुमा राख्दै है आज चाहिँ म बिहामा गएको छु। त्यो बिहाको केही झलकहरु दिक्चुमा तपाईलाई देखाउने छु। यस 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 बगान हो पानी खतम मलाई आइसकेको अवस्था हो। म यहाँ रहेछ साथीहरु, हामी चाहिँ भिजेर यस्तो भयो। बस्नु र फेरि म पुरानो भएँ किन अघि आउनु भएको छ भर्खर आएको तपाईँहरू अघि आउनु उहाँ चाहिँ बेहुलीको दाजु, उहाँको इन्भेटमा हामी आएको है। अन्त धेरै धेरै बधाई छ बेहुली हजुरलाई पनि, जहाँ पनि बिहा भएर जानुभयो होइन। उहाँको शुभ नयाँ जीवन फलोस् फुलोस् होइन। के भन्नुहुन्छ? ठिकै छ नि होइन? त्यही हो। उहाँ हाम्रो नाम के पो भन्नुभएको थियो अस्ति? कुमार अधिकारी। कुमार अधिकारी, अजित भाइ। फेरि गएर लोकल गर्नु भन्छ। हाम्रो भाइ एकदम गाउँले। च्यानलको नाम के हो दाको? सब्स्क्राइब गरेर लाइक गरिदिनु नि। मेरो नामै छ, नामै छ? मेरो नाम युवराज हो है। त्यसमै तपाईँहरूले खोज्नुहुन्छ। युट्युब पनि छ, भर्खर नयाँ नयाँ सिक्दैछु। कतिजना सब्स्क्राइब? सब्सक्राइबर भन्नु हुँदैन अहिले। भरे तपाईँले आफै गर्नुहोस् कि त्यहाँबाट थाहा बनाउँछ। फिलहाल चाहिँ यस्तो आइरहेछ होइन, रमाइलो भइरहेछ। मलाई पनि दिनुभयो क्या। र सम्पूर्ण साथीभाइहरूसँग भेटघाट भयो है। सबैजनालाई यसो चिनजान गर्दै आइहाल्लो गरेर यसो घर आफ्नो अगाडि टेबलमा सजिएको कुराहरूलाई वाचिप्पा यो सबै कुरा लिँदै उहाँहरू चाहिँ ड्रिङ्क्स गर्नुहुन्छ। त्यसले गर्दाखेरि अब सँगै गएको साथी उहाँहरूसँग नबस्दा पनि नहुने है। अन्त यसो बसेर उहाँहरूको केही झलकहरू तपाईँहरू माझमा उहाँहरूले रमाइलो गरिरहेको दृश्य तपाईँहरू माझमा हेर्नुहोस्। पर बारमा झिलझिल झिलझिल हुँदैछ है। यो खाएपछि सबैको आँखा चमक चमक हुन्छ होला नि त है। अन्त सुमन र म चाहिँ बाहिर यसो निस्केको बेहुलीको माइती घरको केही झलकहरू तपाईँहरूलाई देखाउँदै है। अजित भाइको बहिनीको बिहा, बहिनीलाई धेरै धेरै नयाँ दम्पत्य जीवनको शुभकामना दिँदै यसो बाहिर हेरेको। यहाँ डान्स भइरहेको रहेछ। तपाईँहरूलाई यो डान्सको केही झलकहरू मात्रै है तपाईँहरूलाई देखाउँदैछु, हेर्नुहोला। र यसै गरेर आजको दिन कति रमाइलो बित्यो है। र यसरी यो भिडियो बनाइरहेको छु, तपाईँले मन पराइदिनुहुन्छ भन्ने पुरा आशा छ। यो चाहिँ रोडको एकदम लेभलमा छ नि त छेउमा, त्यसले गर्दाखेरि गाडीहरू पनि चलेर डिस्टर्ब हुँदैछ। र हेर्नुहोस् है त कस्तो हुन्छ के हुन्छ तपाईँलाई देखाउँदै लानेछु। को भेट्छ है। यहाँ आइसक्नुभएको छ बेहुलीको जो भेनाजु है, प्रतीक भाइ। अनि उहाँसँग केही गफसफ गरेर खाना जाउँ भन्नुभयो है। अनि उहाँले तातो खाइहालौँ न त भन्नुभएर हामी दुईजना चाहिँ गएर खानासाना खान्छौँ। खानासाना खाँदै गरेको चाहिँ हामीले भिडियो लिन सकेनौँ। मजाले टाइनिङहरू सजाउनु भएको रहेछ है। अन्त सुमनले पनि खाइसक्यो, मैले पनि खाइसकेर चाहिँ भिडियो यसो गर्दै बाहिर निस्केर अब म चाहिँ माथि जानुपर्ने हुन्छ नि त बेहुली भएकोमा। अन्त बेहुली भएकोमा म निस्केर जान्छु, देखाउने छु बेहुलीलाई। हेर्नुहोस् है त आजको टप फ्लोरमा हुनुहुँदो रहेछ। अन्त यहाँ यसो उयो गरेर यसो तपाईँहरूलाई म चाहिँ एकदम भिजेको थिएँ नि त पानीले, त्यसले गर्दाखेरि मेरो त एकदम बिहालत भइरहेको थियो। आज धेरै पानी परेकोले गर्दा। अन्त टाढैबाट फोटो लिए नयाँ दुल्हा दुल्हनको। टाढैबाट शुभकामना दिँदै यी दुईजनालाई उहाँहरूलाई धेरै धेरै आशिष मिलेको होस्, उहाँहरूको आयु लामो भएको होस्, उहाँले भने जस्तै सबै कुरा
मिलेको होस् भन्ने शुभकामना व्यक्त गर्दछु यो भिडियो मार्फतबाट। उहाँहरू हुनुहुन्छ है र अजित भाइले हामीलाई बोलाउनु भयो, उहाँलाई धेरै धेरै धन्यवाद। जो मान सम्मान हामीलाई दिनुभयो, धन्यवाद सम्पूर्ण परिवार फ्यामिली उहाँहरूलाई ल भन्दै आजको यो भिडियो चाहिँ पहिलोपल्ट बनाएको। तपाईँले मन पराइदिनुहुन्छ भन्ने आशा पुरा विश्वास तपाईँहरू माझमा राख्दै बेहुलीका दाजु उनीहरूलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हस् त, थ्याङ्क यू हेरिदिनु भएकोमा।